इंग्लिश बोर्डिङ स्कुल कक्षा 10 मा अध्ययनरत छात्र विवेक शाह एवं कक्षा 10 को तर्फबाट टक्राउन चाहन्छु यहाँको अभिभावक। आज मिति 2081 साल 12 महिना 2 गते आयोजना गरिएको हामी कक्षा 10 मा अध्ययनरत विद्यार्थीको लागि विदाय कार्यक्रममा म आफ्ना 2 शब्द राख्न पाउँदा अत्यन्तै हर्षविभोर भएको छु। सर्वप्रथम म के भन्न चाहन्छु भने शब्द सुन्ने बित्तिकै नै हामीलाई नराम्रो लाग्छ र हृदयमा दुःखको कोलाहल मच्छ, तर एकपटक मिलेपछि विश्वास हुने कुरा निश्चित नै हुन्छ। ठीक त्यसै गरी हामी पनि यस इंग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा 10 का विद्यार्थीहरू निरन्तर 13 वर्षदेखि एक आपसमा साथ र सहयोग लिएर नै यतासम्म आइपुगेका छौँ र अब अगाडिको शिक्षालाई अग्रता दिनको लागि हामीलाई एक आपसबाट छुटिनु पर्ने बाध्यता भएको छ। तर हामी एक आपसबाट छुटिँदा पनि हाम्रो साथ र सहयोग सदैव हामी सँगै रहनेछ र यो विद्यालय सदैव हाम्रो र हामी सदैव यो विद्यालय बोल्दै रहनेछौँ। तर पनि कारणवश हामीलाई शिक्षालाई हामीहरूको अगाडिको शिक्षालाई अग्रता दिनको लागि एक आपसबाट छुटिनु पर्ने बाध्यता भएको छ। आज हामी जहाँ